हेलो नमस्ते तपाईहरु सबैलाई आज पनि हाम्रो भ्लगमा स्वागत गर्न चाहन्छु। आज चाहिँ हामीले हाम्रो फार्म हाउसमा चाहिँ नयाँ वर्ष मनाउनको लागि भेला हुँदैछौँ। यहाँको माहौल एकदमै रमाइलो छ अनि हाम्रो पारिवारिक भेटघाट हो। यहाँ कस्तो हुन्छ कसरी मनाउँछ तपाईहरुलाई चाहिँ यो भ्लगमा समेट्ने कोसिस गर्छौँ। अन्तिम समय हेरेर साथ दिनु होला है त। हाम्रो आमा हुनुहुन्छ कोखो आमा जाड छ आज जाड छ हैन। अनि कस्तो लाग्यो आज नयाँ वर्षमा धेरै पछि यति धेरै छोरा छोरी नाता नातिनी टन्न यहाँ भेला भएको छ। रमाइलो छ ह्यापी छ खुसी हुनुहुन्छ हैन। जस यहाँको माहौल नै आज चाहिँ जस नयाँ वर्ष आज न्यू इयर इभ हो। त्यो भएको कारणले गर्दाखेरि हामी आज हाम्रो फार्म हाउसमा चाहिँ भेला हुँदैछौँ। उतातिर चाहिँ हाम्रो न्यू जेनेरेसनहरु एकदम रमाइलो गर्दैछ। म उतातिर लान्छु त्यहाँतिर उनी इन्जोय गर्दैछ। ल हाम्रो यो फार्म हाउसमा चाहिँ हामीले सबै यो अर्ग्यानिक उत्पादन हामी यही गर्छौँ। लसुनहरु यहाँ लसुनहरु मजाले यहाँ भइरहेको छ। त्यसको बीचमा धनिया हैन यहाँ सुवाफीहरु पनि रहेछ। अनि यस्तो छ के हो कान्छा कता हेलो नमस्ते गर नमस्ते नमस्ते स्याबास। हाम्रो परिवारको सदस्य सबभन्दा यंगेस्ट सबभन्दा कान्छो सदस्य हाँस्दै भाग्छ गएको फोटो नखिच्ने है ल। यिनीहरुको स्टाइल न्यू जेनेरेसन है यिनीहरु। यहाँ के गर्दैछ यिनीहरु को के भरमा ल यिनीहरु खानु ल। यहाँ को फेरि फुल्ली ट्रेन क्यामेरा गर्दै फेरि ओ झन्डै लड्यो यो ओके ल। ल यहाँ चाहिँ बच्चाले मजाले गर्दैछ। के भयो ठिक छ के भयो ल ल ल च्याब 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 ल हाम्रो कान्छो यिनीहरूको ल ओके। आज हामी किन अब यहाँको सबभन्दा ठुलो छोरा है यो चाहिँ मिस्टर अनमोल। हामी किन यहाँ भेला भएको आज? हामी यहाँ न्यू इयर इभ सेलिब्रेट गर्न। कुन न्यू इयर? 2082 को न्यू इयर इभको लागि है। सबै अल ह्याप्पी एक्साइटेड ओके ल ठिक छ। के हुँदैछ त्यहाँ त बाबुजीले त नि प्याज च्याट 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 काट्दैछ। फुल्ली ट्रेन जस्तो छ तपाईलाई यहाँ सबै तयारी हुँदैछ। यहाँ आफ्नो सबैको आफ्नो रोल मजाले निभाउँदै हुनुहुन्छ। हाम्रो यहाँ पाप जेठा पनि यति टाढोबाट आउनु छ। हाम्रो ब्लगमा तपाईँलाई स्वागत छ अनि नयाँ वर्षको तपाईँलाई अग्रिम शुभकामना। हामी चाहिँ यहाँ न्यू इयर इभको लागि चाहिँ भेला हुँदैछौँ। यहाँ त हाम्रो दाइ हुनुहुन्छ। अब दाइ त यहाँ नै राख्नुहुन्छ के अरे होइन। यहाँ त दिदी हुनुहुन्छ। लेडिज एन्ड जेन्टलमेन नभनौँ न यहाँ चाहिँ लेडिज मात्रै के हुँदैछ यहाँ चाहिँ लेडिजको काम हुँदैछ नि यहाँनेरि। मिसेस राई के हो त अनि के पकाउँदैछ भन्न त यहाँ अनि किन पकाउँदैछ योलाई के भन्छ अरे यो भित्रास पकाउँदैछु चिकनको अनि यसलाई किन पकाउँदैछु भन्दाखेरि चाहिँ अब फ्याक्नुलाई त ओभियसली होइन खानुलाई नै हो होइन। रक्सीलाई चटनी बनाइदिएको हजुरहरूलाई। ल ठिक छ। अब तिम्रो स्किल यो चाहिँ के 3 पानेसँग हो? 3 पानेसँग बार्बिक्यू अलरेडी म्यारिनेटेड हैन। अचार त्यहाँ बनिसक्यो बार्बिक्यूको बनि नै सक्यो। ब्लेन्ड गर्नु मात्रै बाँकी छ। अनि भाउजू हजुर तपाईको आजको यो माहौललाई तपाईले कसरी लिनु भएको छ आजको भेटघाटलाई? उहाँ चाहिँ तिती करेलाको जुस खाएर स्टार्ट गर्नु भएको छ। यसरी स्टार्ट गरेको छु हैन। यो पाराले तिती करेला जुसले न्यू इयर रमाइलो होला त। अब भरे अर्को पनि गर्नुपर्छ हैन। त्यो भित्रासँग भित्रासँग चाहिँ के को जुस? म त मेरो भित्रासको अपमान भयो नि हौ।
कोदोको जुससँग है त्यो चाहिँ त्यसो भए स्यान्तेरेममा भरे जाने भयो त ल ठिक छ स्यान्तेरेमसँग कसरी जान्छ हामी यहाँ भरि नै हामी देखाउनेछौँ होइन ल ठिक छ ल बोना स्यालखो रहेछ ल यहाँ चाहिँ हामीले बार्बिक्यू बनाउनको लागि चाहिँ हाम्रो यो भिलेज स्टाइलको चाहिँ यो कोइलाहरू बनाउँदैछौँ अनि साथमा चाहिँ लोकल कुखुरा पनि त्यहाँ बन्दैछ ओहो नयाँ वर्ष मनाउनलाई यहाँ हेर्नु त यत्रो ठुलो लोकल भालेले दुःख पाइहालेछ यस्तो बन्दैछ ल अब कस्तो बनाउँछौँ कस्तो हुन्छ हामी कसरी मनाउँछौँ तपाईँहरूसँग हामी सेयर गर्नेछौँ अब यो 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 भाले चाहिँ 2 वर्ष जति भयो भन्थ्यो यसले त विशेष गरी हामीलाई पो सराम्ने भयो अहिलेसम्म बाँचेर बसेको हामी आएर त अनि यसो काला आयो ल हाम्रो बार्बिक्यू अनि प्लस हाम्रो लोकल कुखुराको पनि आज बन्दोबस्त हुनेवालामा छ हुँदैछ हुनेवालामा त के भइ नै सक्यो सुरु भइ नै सक्यो होइन सुरु भइसक्यो लोकल कुखुरा दामी सुप खानुलाई म चाहिँ यहाँ पकाउनुलाई रेडी मासु मात्र पर्छ गुड मर्निङ केबल पूजा गर्न आएको लु है लहरै पूजा गर्नु आउँदैछ यो कुकुर पनि आएछ है ल पूजामा आइपुगे है मेरो सुपुत्र र सुपुत्री हातले नि पोल्यो होला मामालाई गएको त राम्रो मामा लान्छ तोसुमे नि यतिको तोसु घर सल्लाह कत्रो हो आलो पूजा है आवे कान्छी हुन्छ खाना खाँदैन हजुर नो 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 खाँदैन ऊ चाहिँ रक्सी हो त्यो त लु थ्याङ्क यू जोय सप केही हुन्न हौ बिचरालाई ए लु आजको पूजाको प्रसाद रे आमा बाउको फोटो खिचेको रे के हो यो ल आज चाहिँ हामी यो चाहिँ एकदम यो ठाउँमै के अरे रोपेर उमारेर फलाएर अनि जाँड बनाएर यो चाहिँ हामीले जिरमा भन्छौँ कोदोको प्रपर अर्ग्यानिक हाम्रो यो टिपचोक पनौतीको टिपचोकको हाम्रो फार्म ल्यान्डमा सबै दिएर फ्यामिली चाहिँ जति यहाँ कभरमा चाहिँ 1-2 जना हाम्रो गाउँले साथीभाइहरू हुनुहुन्छ अनि आज चाहिँ हाम्रो नयाँ वर्षको दिनमा वैशाख 1 2022 सालको नयाँ वर्ष चाहिँ हामीले मनाउँदैछौँ हाम्रो फ्यामिली गेट टुगेदर हुँदैछ जो चाहिँ आशा छ अब म त एकदम खुसी छु
यहाँ यति धेरै पछि भेला हुन पाइयो अनि अरू पनि आशा छ उहाँले खुसी अवश्य हुनु नै हुन्छ। जिरमा खाएर एभ्रीबडी खुसी छ जस्तो छ। यो जिरमा खाएर भिरमा चाहिँ बस्नुहुन्न नि फेरि? जिरमा होइन, यो त हामी आशीर्वाद लिएको। यता चाहिँ हाम्रो बाबाले पूजा गर्नुहुँदैछ। यहाँ चाहिँ अब पूजाको प्रसाद पार्ने काम हुँदैछ। यस्तो हुन्छ है हाम्रो राईहरूको पूजा चाहिँ। पुजारीजी चाहिँ खाना खानु हुँदैछ। मिस्टर राई यहाँ आउनु। गाउँमा घरलाको बादमा यो हाम्रो घरलाको पातमा टपरीमा चाहिँ भात खाँदै। तर यो चाहिँ हाम्रो गाउँ होइन है, यो चाहिँ हाम्रो गाउँ ओखलढुङ्गा हो। तर यहाँनिर यहाँ बनेपातिर चाहिँ यहाँनिर हामीले फार्म हाउस यहाँनिर बनाएको छौँ। अनि यहाँनिर चाहिँ सबै फ्यामिलीहरू यसरी पूजाको प्रसाद खाँदैछन् है। ल आज चाहिँ हाम्रो घर छेउको सार्वजनिक जङ्गलतिर चाहिँ हामी घुम्दैछौँ। यहाँ चाहिँ यो ठाउँ चाहिँ नयाँ वर्षको लागि चाहिँ सबै भेला भएको नेपाली नयाँ वर्षको लागि। अनि बिहानको जुन गर्नुपर्ने कार्यक्रम कामहरू सिध्याएपछि हामी यसरी निस्केछौँ। यति धेरै छौँ, जम्मा हुँदैछौँ। अनि यो ठाउँमा आउनुको विशेष कारण चाहिँ यो ठाउँमा पहिले हाम्रो बुवाहरूले चाहिँ लगभग 1 वर्ष अगाडि बरपिपल रोप्नु भएको थियो। कस्तो भएछ भनेर हेर्न आएको थियो। यहाँ वर्ष मजाले पलाएछ। अब यो चाहिँ बाँच्ने छाट देखिन्छ। अनि यतातिर चाहिँ पिपल छ। यो चाहिँ ठ्याक्कै भन्ज्याङमा पर्छ। हाम्रो बसाइको हाम्रो फार्मको नजिकको सार्वजनिक जङ्गलको भन्ज्याङमा पर्छ। यो पनि पलाउन सुरु गरेछ। आज छ अब यो मर्दैन होला, किनभने आज चाहिँ वैशाख 1 तारिक। अब बिस्तारै पानी पर्ने मनसुर सुर्ने भएको कारणले ल हाम्रो जनसङ्ख्याहरू हेर्नुहोस् है। यो जङ्गलमा चाहिँ बाघहरू पनि छ कि आज बाघहरू पनि छेउ लाग्ने भयो। बाघहरू सबैहरू त्यहाँ भाग्ने भयो। आज चाहिँ हाम्रो दाई यो ठाउँमा निकै बस्नुभएको। त्यो भएको कारणले गर्दा बस्नुभएको त आउने जाने गर्नुहुन्छ। त्यो भएको कारणले गर्दाखेरि उहाँलाई धेरै बाटोहरू थाहा छ। अनि अगाडिबाट लिडी गर्दै हुनुहुन्छ, हामी चाहिँ सबै पछाडि फलो गर्ने। अनि यो जङ्गलमा हिँड्दाखेरिको मजा के छ भन्दाखेरि चाहिँ काफलहरू पनि पाक्दै रहेछ, त्यो खाने। अनि लाली गुराँस फुलहरू फुलेछ, हेरेर त्यसको मनोमोहक दृश्यमा इन्जोय गर्ने जङ्गलतिर हेर्ने हजुर हो। ल हामी लगभग 1 घन्टा हिँडिसकेपछि चाहिँ यो जङ्गलबाट घुम्दै टिप चोकको फुटबल ग्राउन्डमा आइपुगेछौँ। यतातिर चाहिँ यस्तो मजाले ऐसेलहरू चाहिँ फलेर पाके रहेछ। नानीहरूले खाएर इन्जोय गर्दैछन्। एकछिन यहाँ विश्राम गरिसकेपछि माथि डाँडा उकालो जानुपर्ने छ। त्यहाँ त्यो डाँडाभन्दा उत्तरको डाँडामा चाहिँ गुम्बा छ, त्यहाँसम्म पुगेर फर्किने हाम्रो योजना छ। ल यो जङ्गलमा फुलेको लाली गुराँस यस्तो मजा कलर छ। अरूहरू पनि माथितिर फुल्दैछ अनि टिप्नु खोज्दैछ। लाली गुराँस लाली ल तेरो कलरसँग मिल्छ। ल राख, हेर त तेरो तँसँग कसरी ब्ल्यान्ड भयो। लाली गुराँस उतातिर त फेरि सानो गमलातिर रोप्ने सानो खालको मात्रै हुन्छ, यहाँ चाहिँ यस्तो ठुलो हुन्छ। ए तान्ने भएन। अब लाली गुराँस चिन्नुमा चाहिँ लगभग 5 जना देखियो कि लाली गुराँस। ल हाम्रो राष्ट्रिय फुल। अलिअलि राखिदिनु।
यहाँ आजको यात्रा आजको यो जङ्गल सफारी त सेक्युरिटी साथमा छ त राखसक छाट्टै हाल्यो भने यसलाई सोत्तै फालिदिन्छ फाल्न त हेटिहाल्यो भने तर यसले चाहिँ यो जङ्गलमा चाहिँ धेरै बाघहरू पनि छ बँदेलोहरू छ यसले हामी भन्दा चाहिँ यसको सेन्स चाहिँ एकदम स्ट्रङ हुन्छ यसले हामीलाई वार्निङ दिन्छ आजको यो जङ्गल सफारीको गाडी चाहिँ हाम्रो दाइ हो उहाँले अगाडि बाटो लिड गर्दै हुनुहुन्छ हामी चाहिँ फलो गर्ने मात्र अल टुरिस्ट होइन लोकल टुरिस्टहरू ल अहिले चाहिँ हामी फुटबल ग्राउन्डदेखि चाहिँ गुम्बातिर लाग्दैछौँ ठाडो बाटो यो त घन घसिएको उकालो भन्दा पनि ठाडो भयो क्या हो यो सबै आजको चाहिँ सफारीमा यहाँ यो चाहिँ सल्लाहको पातहरूमा हल्का चिप्लेको अवस्था त्यो भएन भने त के सफारी होइन र बाटो सजिलो गयो भने त त्यो कुनै त्यसको मजै आएन काफल सोमी यो चाहिँ जङ्गलमै पाउने एकछिन यो चाहिँ जङ्गल पाउने चाहिँ काफल यस यो थ्याङ्क यू भेरी मच केबल त स्ट्रङ रहेछ नि मसँग आयो नि ड्रोन सर्ट लु हामी कति रहेछ भन्ने कुरा सबैलाई कभर गर्यो